सो हेलो एन्ड नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ नि आशा गर्दछु। आजको हाम्रो ट्रिप भिडियो चाहिँ धनकुटासम्मको रहेको छ। तपाईँहरू क्लिप हेर्न सक्नुहुनेछ। त्यसपछि हामी पक्कै पनि भिडियो स्टार्ट गर्ने नै छौँ। पुरै सो हेलो एन्ड नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ भनी आशा गर्दछु। आजको हाम्रो ट्रिप भिडियो चाहिँ धनकुटासम्मको रहेको छ। तपाईँहरू यहाँ देख्न सक्नुहुनेछ। हाम्रो ट्रिपको लागि चाहिँ एकदम रेडी पनि भइसकेका छौँ। हामी आज चाहिँ एकदम स्पेसल बस फ्री फायरको बस चाहिँ लिएर जानेछौँ गाइज। हाम्रो आजको एकदम स्पेसल ट्रिप रहनेछ, किनकि हाम्रो फ्री फायर भनेको एकदमै भाइरल गेम हो। त्यही बस चलाउँदाखेरि अब कस्तो अनुभव हुन्छ हजुरहरूले भने थाहा नै छ। त्यसैले हाम्रो छिट्टै 1K सब्सक्राइबर चाहिँ कम्प्लिट गरिदिनु होला साथीहरू। तपाईँले जति नै सपोर्ट गर्नुहुन्छ त्यति नै मलाई भिडियो बनाउनु चाहिँ मोटिभेसन मिल्छ गाइज। त्यसैले गाइज हजुरहरूले सपोर्ट गरिदिनु होला। हाम्रो खली भाइ पनि पुरै रेडी भएर बसमा बसिसकेका छ र हाम्रो पर्यटकहरू पनि पुरै धमाधम तालले अगाडि बढिसकेका छन् र म पनि अब अलिकति थोरै नाचगान गरेर ट्रिप भिडियो चाहिँ स्टार्ट गर्नेवाला छु। र गाइज फाइनली हाम्रो डान्स प्रोग्राम पनि कम्प्लिट भइसकेको छ। च्याच रोड पनि ठ्याक्क लाएर खाइसकेका छन् र हाम्रो यहाँ देख्न सक्नुहुनेछ। हामी आज चाहिँ एकदम अफ रोड म्याप हुँदै हामी धनकुटासम्मको यात्राका लागि जाँदैछौँ गाइज। त्यसैले हामी ढिला नगरिकन हाम्रो टाढाको ट्रिप भएको हुनाले हामी चाहिँ छिट्टै अब हामी भिडियो स्टार्ट गर्नुपर्ने हुन्छ गाइज। त्यसैले हामी चाहिँ हाम्रो लाग्यो हाम्रो गन्तव्यतिर है त गाइज। धनकुटासम्मको हाम्रो ट्रिप चाहिँ एकदम खतरनाक हुनेवाला छ, किनभने हामी चाहिँ एकदम खतरनाक मोडहरू हुँदै खतरनाक बाटो सडक पहाड हुँदै हामी धनकुटासम्मको लागि जाँदैछौँ गाइज। त्यसैले तपाईँहरू भिडियो स्किप नगरिकन पुरै ट्रिप भिडियो हेर्ने होला र भिडियोलाई लाइक कमेन्ट सेयर गरी च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला गाइज। किनकि मलाई तपाईँहरूले जति नै सपोर्ट गर्नुहुन्छ त्यति नै मलाई नयाँ नयाँ भिडियो बनाउन चाहिँ बनाउन इच्छा लाग्छ गाइज। त्यसैले म चाहिँ अहिले डेली रूपमा भिडियो हाल्ने कोसिस गरिरहेको छु। मेरो केही थोरै कामहरूले गर्दा फेरि हल्का भिडियो चाहिँ कहिलेकाहीँ चाहिँ आएको छैन गाइज। र गाइज देख्न सक्नुहुनेछ हामी चाहिँ एकदम खतरनाक तरिकाले बस पनि कुदाइराखेका छौँ। तपाईँहरू देख्न सक्नुहुनेछ बस चाहिँ एकदम खतरनाक तरिकाले कुदाइरहेको छ। ट्याक्सीले झन्डै एक्सिडेन्ट भएको थियो गाइज। हाम्रो धनकुटासम्मको यात्रा चाहिँ हाम्रो आज एकदम सफलतापूर्वक सकिन्छ भने मैले इच्छा जागेको छ मेरो गाइज। देख्न सक्नुहुनेछ एकदम खतरनाक तरिकाले हाम्रो बस चाहिँ ध्यान्द्राङ दुन्द्रुङ हुँदै चाहिँ गइरहेको छ। यहाँ चाहिँ एकदम खतरनाक तरिकाले बाटो निर्माण सडक निर्माण काम धमाधम तरिकाले स्टार्ट भइरहेको छ। रमदान भएको हुनाले यतातिर चाहिँ खतरनाक रमदान स्पेसल प्रोग्राम पनि भइरहेको छ गाइज। तपाईँहरू देख्न सक्नुहुनेछ। र गाइज हामी चाहिँ एकदम फास्ट भिडियो बस कुदाएर जाने कोसिस गरिरहेको छु गाइज म चाहिँ। त्यसैमा सडक चाहिँ एकदम ट्राफिक जाम भएको हुनाले एकदम एकछिन स्टप भएको छ गाइज। र गाइज ट्राफिक पनि खुलिसकेको छ, ग्रिन लाइट पनि बजिसकेको छ र हामी ठ्याक्क लाएर हाम्रो पुरै स्पिड तरिकाले हाम्रो धनकुटासम्मको यात्रा चाहिँ हामी सफलतापूर्वक सकुन हामी कोसिस गरिरहेको छु गाइज। गाइज देख्न सक्नुहुनेछ अगाडितिर चाहिँ विद्यालय स्कुल पनि रहेको छ। र गाइज हामी आज चाहिँ एकदम खतरनाक तरिकाले यहाँ मठ मन्दिर पनि रहेको छ गाइज देख्न सक्नुहुनेछ। र गाइज हाम्रो धनकुटासम्मको यात्रा चाहिँ सफलतापूर्वक हाम्रो सकिएको छ गाइज। हाम्रो धनकुटा चाहिँ यहीँसम्म रहेको छ। यहाँ मन्दिर पनि छ, यहाँ टक्क लाएर दर्शन पनि गर्नुपर्ने हुन्छ। बसलाई साइड लाएर ट्याक्क लाएर यहाँ मन्दिरमा जानुपर्ने हुन्छ गाइज। सबैजना पर्यटक पनि पुरै भेला भएर मन्दिरतर्फ लागिसकेका छन् र म पनि त्यसैले मन्दिरतर्फ लाग्नलाई अगाडि बढिरहेको छु।
ए भगवान् मेरो चाहिँ छिट्टै 1K सब्सक्राइबर कम्प्लिट होस् भन्ने मेरो कामना इच्छा छ गाइज। र गाइज हामीले धनकुटासम्मको यात्रा सफलतापूर्वक सकिएको घोषणा गर्दछु। पर्यटकहरू पनि घुम्नलाई निस्किसकेका छन्। र आजको लागि भिडियो यति नै। भिडियो मन परे लाइक कमेन्ट सेयर गरी च्यानल सब्सक्राइब पनि गरिदिनु होला। हामी पनि नयाँ भिडियोमा फेरि लिएर आउनेछौँ। त्यतिको लागि बाई बाई एन्ड जय नेपाल।